Namaste students. Now today again we have brought the part 2 that we have already discussed about the computer science syllabus. Now in the first part we have discussed what are the units that we have in the class 10 computer science paper, and today we will be discussing in the part 2 unit 2, unit 3 and unit 5, and what are the topics that we are going to discuss in the unit 2 database management system, in the unit 3 multimedia, and in the unit 5 AI and contemporary technology. So dear students, first of all, in unit 2 there is a chapters named database management system. In database management system, what we are going to learn? So in the first introduction to the database will be there, and there will be the definition about the database, and in unit 2.2 there we will be discussing about the data, about the database, and about the DBMS, database management system. Now in data, what are the things that we are going to study? हामीले डाटामा के कुरा पढ्ने त, के कुरा सिलेबसमा दिएको छ, त्यसमा हामीले सर्वप्रथम हामीले डेफिनेसन र डाटाको केही एक्जाम्पल्सहरू पढ्ने छौं. नेक्स्ट इज अबाउट द इन्फर्मेसन. डाटा पछि के आउँछ त? इन्फर्मेसन आउँछ. त इन्फर्मेसनको बारेमा, त्यसको डेफिनेसन्स र अगेन इन्फर्मेसनको एक्जाम्पल्सहरू बाट हामीले चाहिँ इन्फर्मेसनलाई बुझ्ने काम गर्छौं. The next is given there about the database. So again in the database we will be learning the definition of the database, what are the importance of the database, and also some examples that is related to the database. And next topic that is given here about the DBMS. We will discuss about the definition and some examples of the DBMS. Like in examples, we have MySQL, which is given in your syllabus. So MySQL को बारेमा हामीले पछि नै पढ्ने छौं, डिटेलमा पढ्ने छौं र यसमा चाहिँ MySQL को बारेमा त्यस्तै गरी अरु पनि हाम्रो चाहिँ धेरै एक्जाम्पल्सहरू DBMS को रूपमा हामीले पढ्ने छौं. त्यसपछि DBMS को फीचर्स हामीले स्टडी गर्छौं र त्यसपछि बेनिफिट्स. So what are the benefits and challenges about the DBMS? त्यसको बारेमा हामीले यो च्याप्टरमा पढ्ने छौं. त्यसपछि नेक्स्ट हाम्रो जुन बुक छ त्यसमा डिफाइन छ 2.3 युनिट्स भनेर, जसमा हामीले डाटा टाइप्सहरू पढ्ने छौं. हाम्रो चाहिँ डाटा टाइप्सको डेफिनेसन, डाटा टाइप भनेको के हो त्यसको बारेमा हामी बुझ्ने छौं भने डाटा टाइप्सहरुमा हामीले न्यूमेरिक डाटा टाइप्स, क्यारेक्टर जसलाई हामी टेक्स्ट पनि भन्छौं, क्यारेक्टर डाटा टाइप्स, त्यसपछि हामीले डेट एन्ड टाइम डाटा टाइप्स र बुलियन डाटा टाइप्सको बारेमा हामीले धेरै डिटेल यसमा पढ्ने छौं. र त्यसपछि आएर तिम्रो चाहिँ 2.4 मा अबाउट द टेबल्स है, किनभने कुनै पनि डाटाबेस क्रिएट बिना टेबलको हुँदैन. डाटाबेसमा के चाहिन्छ? टेबल चाहिन्छ. टेबलले के गर्छ त? जति पनि तिम्रो रेकर्ड्सहरू हुन्छ त्यो डाटा भित्र नै टेबल भित्र नै के हुन्छ त? सेभ हुन्छ. सो त्यसैले यसमा चाहिँ 2.4 मा टेबल दिएछ. टेबलमा हामीले के कुरा पढ्छौं त? त्यसको डेफिनेसन्स पढ्छौं, त्यसको फिचर्सहरू पढ्छौं र टेबलमा जुन हाम्रो हेडिङ्स डिफाइन हुन्छ त्यो के को फर्ममा हुन्छ त? फिल्ड र रेकर्ड्सको फर्ममा हुन्छ. र त्यसपछि त्यसले गर्दा हामीले फिल्डको डेफिनेसन, एक्जाम्पल्स र यसको चाहिँ की पोइन्ट्सहरू पढ्छौं भने, त्यसैगरी रेकर्ड्सको पनि हामीले व्हाट इज रेकर्ड भनेको के हो त डेफिनेसन पढ्छौं, केही एक्जाम्पल्सहरू दिन्छौं रेकर्ड्सको बारेमा र यसको केही की पोइन्ट्सहरू छ त्यो पनि हामी पढ्न पाउने छौं. नेक्स्ट हाम्रो छ युनिट 2.5 जुन युनिट 2 कै युनिट्स हो, सब युनिट्स हो, जसमा तिमीले कीज भनेर पढ्छौ. अब कुनै पनि टेबल क्रिएट गर्दाखेरि हामीले
बिना हामी किज रिलेसन क्रिएट गर्न सक्दैन। भनेपछि मसँग 3टा टेबल छ, 4वटा टेबल छ। अब त्यसको बीचमा कसरी रिलेसन बनाउने त? किनभने टेबलमा 1 भएर टेबल 2 र टेबल 3 को डाटालाई कसरी एक्सेस गर्ने त? बिना रिलेसनको त बन्दैन। त्यो रिलेसन बनाउने काम कसले गर्ने त? किजले गर्छ है। त्यसले गर्दा हामीले किजमा पढ्छौँ। यसमा हामीले 3टा किजहरू छ, प्राइमरी की छ, फोरेन की छ, कम्पोजिट की भन्ने छ। ठिक छ। सो प्राइमरी कीमा के कुराहरू पढ्ने त? हामीले डिफिनेसन्स र यसको फिचर्स, जसलाई हामी इम्पोर्टेन्स पनि भन्छौँ। त्यसै गरी फोरेन कीमा पनि के पढ्न पायौँ त? हामीले डिफिनेसन र यसको पनि हामीले फिचर्स, यसमा के फिचर्सहरू छ त फोरेन कीमा। त्यस्तै गरी हामी कम्पाउन्ड कीमा के पढ्ने त? डिफिनेसन मात्रै हाम्रो दिएको छ, सिलेबसमा दिएको छ। सो द्याट वी विल बी लर्निङ। त्यसपछि आएर हामीले टाइप्स अफ रिलेसनसिप, पहिला सुरुमा त रिलेसनसिप भनेको के हो सिक्नु पर्यो, जान्नु पर्यो। त्यसपछि रिलेसनको टाइप्स, त्यसमा अहिले हाम्रो जुन सिलेबस गभर्मेन्टले डिफाइन गरेको छ क्लास 10 को कम्प्युटर साइन्सको लागि, त्यसमा हामीले चाहिँ 3टा टाइप्सको रिलेसनहरू इन्डिकेट गरेको छ। त 3टा टाइपको रिलेसनहरू के हो त? जस्तै 1 to 1 हैन, त्यसपछि 1 to many, अर्को चाहिँ many to many। यसलाई हामीले एक्जाम्पल पछि जब क्लास सुरु गर्छौँ त्यसपछि एक्जाम्पल्सको थ्रुबाट यसलाई एकदम डिटेलले हामी तपाईहरुलाई बुझाउने छौँ। त्यसपछि आएर नेक्स्ट युनिट छ 2.6 भनेर, जसमा हामीले इन्ट्रोडक्सन्स टु माइएसक्युएल, याद भयो माइएसक्युएल कता मैले बताएको थिएँ? इट इज द एक्जाम्पल्स अफ डिबिएमएस, डाटाबेस म्यानेजमेन्ट सिस्टम। पहिला योभन्दा अगाडिको सिलेबसमा हामीले माइक्रोसफ्ट एक्सेस भनेर पढेको थियौँ। अहिले चाहिँ आएर सिलेबस चेन्ज भएपछि नयाँ हाम्रो चाहिँ जुन अहिले मार्केटमा जुन युज भएको छ त्यो हामीले चाहिँ डिबिएमएसलाई पढ्दैछौँ, जुन हाम्रो चाहिँ माइएसक्युएल भनेर डिफाइन छ हाम्रो सिलेबसमा। अब माइएसक्युएलको बारेमा के पढ्ने त? व्हाट आर द थिङ्स द्याट वी आर गोइङ टु लर्न इन माइएसक्युएल? त्यसको डेफिनेसन पढ्छौँ, त्यसको फिचर्स पढ्छौँ र माइएसक्युएललाई अनलाइनको थ्रुबाट हामीले फ्री डाउनलोड पनि गर्न सक्छौँ। फ्री डाउनलोड गरेर अनि त्यसलाई हामीले युज गर्ने, त्यसमा हामीले टेबल बनाउने, त्यसबाट टेबल क्रिएट्स गरिसकेपछि हामीले फर्महरू क्रिएट गर्ने, त्यसपछि हामीले क्वेरिजहरू क्रिएट गर्छौँ र आफ्नो डाटालाई एक्सेस गर्न सक्छौँ। ठिक छ। त्यसको बारेमा पनि हामी डिटेलले पढ्छौँ। अब जब माइएसक्युएल डिफाइन भइसक्यो भने अब माइएसक्युएल भनेको त डिबिएमएस हो। डिबिएमएस भनेको त बहुत ठुलो युनिट्स हो। त्यसको एउटा सानो युनिट्स भनेको अब कुनै पनि डाटा तिमी कहाँ राख्छौ त? माइएसक्युएलमा राख्छौ। तर माइएसक्युएलले आफ्नो डाटा कहाँ कसभित्र राख्ने त? त्यहाँ त टेबल डिफाइन हुनु पर्यो। टेबल बिना त तिम्रो डाटा सेभ हुँदैन। त्यसले गर्दा चाहिँ हामीले त्यहाँ फेरि माइएसक्युएलमा टेबल इन माइएसक्युएल भनेर एउटा तिम्रो चाहिँ 2.6.1 सब युनिट्स डिफाइन गरेको छ, जसमा तिमीले डिफिनेसन्स, फेरि फिचर्स र रिलेसनल टेबलको बारेमा त्यसमा तिमीले पढ्नेछौ। त्यसपछि आएर 2.6.2 मा हामीले स्ट्रक्चर्ड क्वेरी ल्याङ्ग्वेज भन्ने छ, जसलाई हामी सर्ट फर्ममा एसक्युएल भन्छौँ। यसमा पनि हामीले यसको डिफिनेसन्स, यसको फिचर्स अनि माइएसक्युएलको कन्स्टेन्ट्स र टाइप्स अफ माइएसक्युएलको कन्स्टेन्ट्सलाई हामीले पढ्नेछौँ। ठिक छ। त्यसपछि आएर 2.7 मा हामीले यसको युनिट 2 को के पढ्छौँ त? डाटा डिफिनेसन ल्याङ्ग्वेज भन्ने छ है। एकदम राम्रो यो कुरा हो, यसलाई जान्नुपर्छ हामीले र पछि पनि यो फ्युचरमा धेरै युज हुन्छ। सो यसलाई हामी सर्ट फर्ममा डाटा डिफिनेसन ल्याङ्ग्वेजलाई डिडिएल पनि भन्छौँ। अब यसमा त के कुराहरू गर्न मिल्छ त? हामीले के कुरा गर्न पाउँछौँ त भनेपछि पहिला हामीले त बुझ्नु पर्यो यो डिडिएल भनेको के हो। त्यसपछि यसमा कस्तो टाइपको कमान्ड युज गर्छौँ जब तिमी कुनै कुरा अपरेट गर्छौ टेबलमा। ठिक छ। माइएसक्युएलमा अपरेट गरिसकेपछि त्यसलाई कसरी युज टु गर्ने त? त्यसको लागि त कमान्ड चाहियो। त हामीले यसमा कस्तो टाइपको कमान्डहरू पाउनेछौँ त? क्रिएट, त्यसपछि अल्टर, त्यसपछि ड्रप, त्यसपछि ट्राङ्केट्स, त्यसपछि रिनेम। यसको बारेमा पनि तिमीले जब च्याप्टर सुरु हुन्छ
हामी डिटेलमा पढ्छौँ, यसको सिन्टेक्सहरूको बारेमा बुझ्छौँ र यसलाई कसरी हामी युज गर्ने इन द ल्याब त्यो पनि हामी पढ्नेछौँ। ठिक छ। त्यसपछि आएर 2.8 मा जुन सब युनिट डिफाइन छ त्यो भनेको डाटा म्यानिपुलेसन ल्याङ्ग्वेज भन्ने छ। यसलाई इन द सर्ट फर्म हामीले DML पनि भन्छौँ। अब यसमा त के कुराहरू डिफाइन छ त? यसमा हाम्रो डिफिनेसन छ अनि यसमा पनि केही कमान्ड्सहरू छ विथ सिन्टेक्स, त्यसको बारे पनि हामी स्टडी गर्नुपर्ने हुन्छ। त के कमान्ड्सहरू पढ्ने त हामी पछि गएर? त्यसमा चाहिँ इन्सर्ट छ, सेलेक्ट छ, अपडेट छ र त्यसपछि डिलिट छ। अब तिमीले जति पनि वर्कहरू गरिसकेपछि तिम्रो वर्कलाई, ठिक छ, तिम्रो वर्कलाई अब हामीले त एज अ समराइज फर्ममा, प्रिन्टेड फर्ममा डकुमेन्ट्सलाई त हार्ड कपी आउटपुटमा प्रिन्ट गर्नु पऱ्यो या सफ्ट कपी आउटपुटमा मेरो डकुमेन्ट्स लाई यदि अरू ठाउँमा दिनु छ भने त मैले सफ्ट कपी आउटपुटमा पनि हेर्न सक्नु पर्यो। त त्यसको लागि हाम्रो अर्को एउटा युनिट्स त्यहाँ सब युनिट डिफाइन भएको छ 2.9 भनेर, जसलाई हामी रिपोर्ट भन्छौँ। अब रिपोर्टमा हामीले यसको डिफिनेसन पढ्नेछौँ, वाट इज रिपोर्ट भनेर। त्यसपछि यसको टाइप्स, रिपोर्टमा पनि धेरै टाइप्सहरू छ र यसको फिचर्सहरू पढ्नेछौँ। ठिक छ स्टुडेन्ट्स। अब हामीले अहिले जुन युनिट 2 मा जति पनि तिमीले पढ्नुपर्ने जुन सिलेबसमा डिफाइन कुराहरू छ त्यो सबै कुरा मैले चाहिँ यसमा डिफाइन गरिसकेँ। ठिक छ। अब त्यसपछि नेक्स्ट युनिट जुन हाम्रो युनिट नम्बर 3 छ, त्यो युनिट नम्बर 3 मा पनि अब यसै गरेर हामी एउटा समरी फर्ममा डिफाइन गर्छौँ। त हामीले के कुरा पढ्नुपर्ने हो? अब युनिट 3 मा हाम्रो मेन च्याप्टर के हो त? मल्टिमिडिया हो। ठिक छ। अब मल्टिमिडिया भन्ने बित्तिकै हाम्रो दिमागमा यत्तिकै पनि छर्लङ्ग हुन्छ, जहाँ तिमीले चाहिँ युट्युबहरू युज गर्छौ, टिकटकहरू युज गर्छौ, च्याट जिपिटिजहरू युज गर्छौ। ठिक छ। सो यो सबै के अन्तर्गत आउँछ त? मल्टिमिडिया अन्तर्गत आउँछ। तिमीले कम्प्युटर युज गर्छौ, के अन्तर्गत आउँछ त? मल्टिमिडिया अन्तर्गत आउँछ। ठिक छ। त अब यो मल्टिमिडियामा प्र्याक्टिकली धेरै कुराहरू छ। ठिक छ। तर थ्योरीमा पनि हामीले पहिला थ्योरी जान्नुपर्ने हुन्छ। थ्योरी जानेपछि प्र्याक्टिकली हामी प्र्याक्टिकल ल्याबहरूमा गएर पनि धेरै कुराहरू हामी सिक्न सक्छौँ। त हाम्रो सिलेबसमा जुन क्लास 10 मा अब युनिट 3 मा मल्टिमिडियामा के कुराहरू डिफाइन छ त त्यसको बारेमा जानौँ है। ओके, फर्स्टमा जहिले पनि मल्टिमिडियाको इन्ट्रोडक्सन हुन्छ, डिफिनेसन हुन्छ, त्यसपछि वाट आर द कम्पोनेन्ट्स। यो मल्टिमिडियाको कम्पोनेन्ट्स 5वटा कम्पोनेन्ट्सहरू छ। त्यो 5वटा कम्पोनेन्ट्सको डिटेल हामीले जान्नुपर्ने हुन्छ। र अहिले मैले 5वटा कम्पोनेन्ट के हो त मल्टिमिडियामा भन्दाखेरि वी आर ह्याभिङ द टेक्स्ट, ग्राफिक्स, अडियो, भिडियो एन्ड एनिमेसन्स। यो 5वटा मल्टिमिडियाको कम्पोनेन्ट्सहरू हो। अब त्यसपछि हामीले मल्टिमिडियामा अरू के कुरा पढ्छौँ त? एप्लिकेसन्स है। एप्लिकेसन भन्ने बित्तिकै हामी कहाँ यो मल्टिमिडियालाई युज गर्छौँ? लाइक वी युज इन द एजुकेसन, इन्टरटेनमेन्ट्स होइन, बिजनेसमा धेरै जस्तो, बिजनेसमा अरू पनि धेरै जस्तो ठाउँहरूमा यो युज टु हुन्छ। सो वी आर अल्सो गोइङ टु लर्न अबाउट द एप्लिकेसन अफ मल्टिमिडिया। त्यसपछि आएर 3.1 भनेर छ, जसमा तिमीले टेक्स्ट भने के हो त? इट इज द कम्पोनेन्ट अफ मल्टिमिडिया। मल्टिमिडियाको कम्पोनेन्ट्स हो। त तिमीले टेक्स्टको डिफिनेसन जान्नु पर्यो। त्यसपछि टेक्स्ट फाइल फर्मेट्सहरू कस्तो, कुन एक्सटेन्सनले टेक्स्ट फाइल फर्मेट्सलाई हामी आइडेन्टिफाई गर्छौँ त? एक्सटेन्सन चाहियो होइन। कुनै पनि फाइल क्रिएट गर्दाखेरि के चाहियो त? फाइल नेम विथ एक्सटेन्सन हुनु पर्यो। त हामीले टेक्स्ट, यो फाइल मेरो टेक्स्ट फाइल हो भने कसरी रिकग्नाइजेसन गर्छौँ? त्यसको एक्सटेन्सनबाट रिकग्नाइजेसन गर्छौँ। त त्यसैले यसमा हामीले के भनेको छ भने हाम्रो बुक्समा भनेपछि टेक्स्ट फाइल फर्मेट भनेर दिएछ। त्यसमा जस्तै TXT हुन्छ, RTF भन्ने हुन्छ, त्यसपछि DOCX भन्ने हुन्छ। ठिक छ। यिनीहरू के हो त? टेक्स्ट फाइल फर्मेटहरू हो। पछि यसको बारेमा डिटेल हामी पढ्नेछौँ। त्यसपछि आएर 3.2 मा तिम्रो ग्राफिक्स भन्ने छ। ग्राफिक्स पनि के हो त? इट इज द कम्पोनेन्ट्स अफ मल्टिमिडिया। यसको बारेमा फेरि तिमीले डिफिनेसन पढ्नु पर्यो। र कम्प्युटर ग्राफिक्सको 3.2.1 मा तिम्रो चाहिँ
के दिएछ त रस्टर्स एन्ड भेक्टर्स ग्राफिक्स दिएछ। अब रस्टर ग्राफिक्स भनेको के हो त तिम्रो डेफिनेसन थाहा हुनु पर्यो। त्यसमा पनि फाइल फर्मेट्सहरू छ। त कस्तो फाइल फर्मेट्सलाई हामीले रस्टर ग्राफिक्स भन्ने त जस्तै पिएनजी भयो, जिआइएफ भयो, जेपिजी फाइल्सहरू भयो, ठिक छ। यस्तो भनेको हाम्रो के हो त रस्टर ग्राफिक्स हो। त्यसपछि आएर अर्को के छ त तिम्रो भेक्टर ग्राफिक्स। सो नेक्स्ट वान इज द भेक्टर ग्राफिक्स. Again, we are going to learn the definitions here, and then after that, what are the file formats that we will have in the vector graphics. So we have SVG भन्ने फाइल फर्मेट हुन्छ जुनलाई हामीले स्केलेबल भेक्टर्स ग्राफिक भन्छौँ, ठिक छ। त्यसपछि 3.2.2 को हामीले ग्राफिक्स एडिटिङ भन्ने त्यहाँ हुन्छ, जसमा तिमीले चाहिँ डिफ्रेन्ट टाइप्सको ग्राफिक एडिटिङहरू इन द ल्याब गएर सिक्न पाउँछौ। त्यसको लागि एउटा हाम्रो प्लेटफर्म डिफाइन छ, फ्री प्लेटफर्म्स हो, ओपन गरेर त्यसैमा हामी ग्राफिक एडिटिङहरू गर्न सक्छौँ, जसलाई हामी भन्छौँ PIXLR है, PIXLR इन्टरफेस। यसलाई तिमीले गुगलमा गएर ब्राउजरमा गएर www.pixlr.com तिमीले यदि टाइप गर्यो भने यो जुन सफ्टवेयर ओपन हुन्छ, यो सफ्टवेयर के को लागि ओपन हुन्छ त ग्राफिक एडिटिङको लागि हुन्छ है। यसमा तिमीले गएर राम्रो प्रोजेक्ट्सहरू तिमीले बिल्ड गर्न सक्छौ। त्यसपछि 3.3 मा आएर के छ अडियो छ, ठिक छ। अडियो पनि के हो त इट इज वान अफ द कम्पोनेन्ट्स अफ द मल्टिमिडिया। यसमा हामी डेफिनेसन पढ्छौँ। त्यसपछि हामीले अडियोमा आएर 3.3.1 मा अडियो वेभ फर्म भन्ने छ, जसमा तिमीले डिफाइन पढ्छौ, डेफिनेसन्स, र अर्को नेक्स्ट वी आर गोइङ टु लर्न देयर फाइल फर्मेट्स। यसको पनि दुईटा फाइल फर्मेट्सहरू हुन्छ, एउटा AAC भन्ने छ एन्ड अर्को चाहिँ WAV भन्ने छ, ठिक छ। त्यसपछि आएर 3.3.3 मा तिमीले अडियो एडिटिङहरू गर्न सक्छौ। अहिले भिडियो एडिटिङ गर्यो तिमीले, अब अडियो एडिटिङ मात्रैलाई युज गर्नु छ भने कुन प्लेटफर्म युज गर्ने, कहाँदेखि युज गर्ने, यो सबै कुरा हामीले यसमा सिक्नेछौँ। त्यो हाम्रो सिलेबसमा एउटा चाहिँ अनलाइन टुल दिएको छ, अडियो मास भनेर, AUDIOMASS, अडियो मास भनेर दिएको छ। यसमा गएर हामीले अडियो एडिटिङ सम्बन्धी धेरै कुराहरू हामी सिक्न र गर्न सक्छौँ। त्यसपछि 3.4 मा आएर नेक्स्ट युनिट जुन डिफाइन छ त्यो भनेको भिडियो। यसमा पनि हामी डेफिनेसन पढ्छौँ। यसको फ्रेम रेट भन्ने छ, फ्रेम रेटको डेफिनेसन, र यसको मेजर, यो फ्रेम रेट केमा मेजर गर्ने त FPS भन्ने युनिट हुन्छ, त्यसमा हामी मेजर गर्नेछौँ। त्यसपछि 3.4.2 को रिजोल्युसन भन्ने छ। रिजोल्युसनमा हामीले डेफिनेसन, र यसमा चाहिँ हामीले स्ट्यान्डर्ड डेफिनेसन, र अर्को चाहिँ यसमा चाहिँ हाई डेफिनेसन, अर्को चाहिँ हामीले फुल हाई डेफिनेसन है। रिजोल्युसनमा हामीले चाहिँ यसको चाहिँ हामीले चाहिँ जुन एउटा SD, अर्को चाहिँ HD, अर्को चाहिँ FHD भन्ने हेर्छौँ हामी जब भिडियोहरू क्रिएट गर्ने बेलामा, ठिक छ। सो यो सबै कुरा हामी चाहिँ रिजोल्युसनमा डिफाइन गर्छौँ। त्यसपछि 3.4.3 मा आएर भिडियो फाइल फर्मेट भन्ने छ। अब यसमा पनि भिडियो फाइल फर्मेट्समा कस्तो हाम्रो जुन के भन्छ एक्सटेन्सनहरू हुन्छ त्यो कुरा हामी जान्न पाउँछौँ। जस्तै MP4 भन्ने हुन्छ, MOV भन्ने हुन्छ, अर्को चाहिँ AVI भन्ने हुन्छ। यो फर्मेटमा हामी भिडियोजहरूलाई युज गर्न सक्छौँ। यो हेर्ने बित्तिकै यो हाम्रो भिडियो फाइल हो भन्ने कुरा पनि बुझ्न सक्छौँ। ओके, देन नेक्स्ट वी हेभ भिडियो एडिटिङ। भिडियो एडिटिङको लागि हामीले चाहिँ क्यापकट एकदम पपुलर, अहिले जुन हामीले चाहिँ टिकटकहरू बनाउँछन्, भिडियोजहरू बनाउँदाखेरि अलमोस्ट हामी के युज गर्छौँ, क्यापकट युज गर्छौँ। क्यापकट युज गर्दाखेरि त्यसलाई हामी डाउनलोड, ल्याबमा गएर डाउनलोड गरेर यसमा हामीले युज गर्न मिल्छ, जुन हाम्रो सिलेबसमा डिफाइन छ। र लास्टमा 3.5 मा आएर हाम्रो लास्ट कम्पोनेन्ट्स भनेर एनिमेसन छ।
एनिमेसनको हामीले डिफिनेसन पढ्छौँ र एनिमेसन हाम्रो 2 टाइप्सको हुन्छ। एउटा चाहिँ 2D हुन्छ, अर्को चाहिँ 3D हुन्छ र 2D एनिमेसन कन्सेप्ट र 3D एनिमेसन कन्सेप्टको डिटेल हामीले च्याप्टरहरुमा पढ्ने नै छौँ। So like this way we have discussed about the unit 2 and unit 3, that is about the database management system and about the multimedia. Now unit 4 मा हाम्रो चाहिँ प्रोग्राम इन पाइथन भन्ने छ, त्यो अलि धेरै डिटेल हुन जान्छ, त्यसले गर्दा चाहिँ यो पार्टमा त्यसलाई राख्न मिल्दैन, त्यसको लागि सेपरेट पार्ट नै बनाउनु पर्ने हुन्छ।